आगलागीले चाहिँ यो यहाँ भएको कुनै पनि अफिसियली कागजहरू केही पनि छैन। यसमा क्षतिको यकिन गर्यो भने एउटा त बिल्डिङै कुरो भयो, त्योभित्र रहेको कम्प्युटर, प्रिन्टर, अनि त्यस्तै दराज भयो है। अब यो अफिसियल चिजहरू सबै चिजहरू चाहिँ अब सबै खतम भएको छ। यसो गर्दाखेरि अरबौंको खर्च भएको छ, नष्ट भएको छ। यो चाहिँ आग लागि चाहिँ कसरी हुनु गयो चाहिँ तपाईलाई के यसको बारेमा के? अब आग लागि यो नजिकको छिमेकीहरूको भनाइअनुसार राति 1 बजीतिर थाहा भएर रहेछ गाउँलेहरूले। अनि यसमा अब कसले हो भन्ने कुरा अहिलेसम्म चाहिँ यकिन गर्न सकेको छैन। तर शङ्कास्पद व्यक्तिहरू चाहिँ हुन सक्छ कि शङ्का चाहिँ लागिरहेछ कसैले। विश्व यो सब थोक पहिल्यैदेखिको कुरो अब अफिसमै राख्ने कुरो हो। अनि भएको भर हामीसँग त अब त के छ भने एउटा पेन पनि छैन। सबै सरहरूको मार्करदेखि लिएर पेनदेखि लिएर स्कुलमा प्रयोग हुने चिजहरू त सबै यही छ। केही पनि बाँकी छैन, केही छैन हामीसँग त। अब त्यही त एउटा मार्कर पनि छैन। हामी मार्कर पनि लकरमा राख्छौँ, त्यही मार्कर दिएर राख्ने हो। स्कुलको डकुमेन्ट, कागजपत्र यताउता सबै यही राख्थ्यो। तपाईँले क्षतिमा यो अरबौं क्षति भयो भन्नुभयो, यसमा क्षति चाहिँ के भयो त्यसको बारेमा अलिक भन्नु। अब सुन्नुहोस् है, एउटा हाम्रो यो बिल्डिङै हो। एक कम्प्युटर छ, ल्यापटप छ, प्रिन्टर छ, फोटोकपी मेसिन छ, त्यति लगायत अरू अफिसियल कागजहरू लगायत। अब यो हाम्रो विद्यालयमा झन्डै अहिलेको भर्नामा चाहिँ 250 विद्यार्थी छ। त्यो विद्यार्थीको भविष्य नै लथालिङ्ग हो। अब हामीले सरकारले बुझाउनु पर्ने कागजपत्र के? अब यो विद्यालय सञ्चालन कसरी गर्ने? त्यसो गर्दाखेरि त यो हिसाबले नै अब जिल्लामा कति धान्नु पर्ला, जनताले कति दुःख पाउला, अब छानबिन होला। यो छानबिन हुँदा पक्कै पनि यहाँ हुँदैन होला, तल धाउनु पर्ला। यो समग्र हिसाब गर्दाखेरि चाहिँ मेरो विचारमा त्योभन्दा पनि बढी लाग्छ जस्तो। भनेपछि यसमा त हाम्रो स्कुलको स्थापना कालदेखि 34 सालदेखिको कागजपत्र के सब केही बाँकी छैन, सबै खराब।